Hello, good morning everyone. All right guys, मिनी ब्लगमा हजुरहरूलाई सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा है। आज बिहानै उठेर मुखसुख धुएँ टक्क अनि दाँत पनि माझेँ त्यति बेला नै सर मेरो चाहिँ बिहान पनि दाँत माझ्ने चलन छ है। दाँत माझेन भने अलिक कस्तो कस्तो लाग्छ, त्यही भएर बिहान पनि माझ्छु। म चाहिँ खाना खाएर पनि माझ्छु दाँत चाहिँ। दाँत माझिसकेर म चाहिँ लागेँ घर बढार्नुतिर है साथीहरू। सर म चाहिँ घर बढार्दैछु त्यहाँनिर। घर बढारिसकेर पोचा पनि लाउनु पर्ने हुन्छ मैले चाहिँ त्यहाँनिर। त्यो माथि चाहिँ निकै फोहोर रहेछ, त्यही भएर लिग्राहरू रहेछ, नानीहरू कुदेर बच्चाहरू कुदेर धेरै। अनि म चाहिँ बढार्दा पनि निकै फोहोरहरू आउँदैछ है त्यहाँनिर। भक्कु फोहोर भएको रहेछ, फोहोर बढार्दैछु है म चाहिँ। त्यहाँ आइसकिसकेँ, त्यहाँनिर चाहिँ प्लाई छापेको छ हाम्रो। अस्ति न चाहिँ त्यहाँ ढुवाङ थियो यत्रोमा, अहिले चाहिँ पुरेको छौँ प्लाई लगाएर। बढार्दै म चाहिँ त्यहाँ आइसकिसकेँ है साथीहरू। अनि म चाहिँ सो चाहिँ धेरै नै फोहोर थियो त्यहाँ माथि चाहिँ, त्यही भएर म चाहिँ पोचा पनि हाल्नु पऱ्यो भनेर पुस्नु पऱ्यो भनेर पुस्दैछु पनि। सर फेरि पुस्नु पऱ्यो भनेर त्यहाँबाट पुस्दै ल्याएर मैले चाहिँ पुसिसकेँ साथीहरू घर पनि। अब लागेँ म चाहिँ खाना बनाउनतिर है। खाना बसाइसकेँ मैले। अनि दाल चाहिँ झान्नु पऱ्यो लसुनमा भनेर ड्याङ लसुन मैले कुट्दैछु त्यहाँनिर। ल दाल पनि झाने मैले। अनि सब्जी चाहिँ सिमसाग पकाउनु पऱ्यो भनेर सिमसाग र चचेको मासु पकाउनु पऱ्यो भनेर म चाहिँ त्यहाँ केलाइसकेर म चाहिँ हिँडेँ। मेरो नानी बाबुहरूलाई स्कुल पठाउनु पऱ्यो भनेर टक्क तल ठिक पार्नु पऱ्यो पहिला, अनि पठाइदिनु पऱ्यो भनेर। सानो चाहिँ अलिक लुगा लाउनु अलिक जिद्दी गर्छ, दाजुदिदीलाई मान्दैन। छोरी चाहिँ बिमारी थियो, त्यो कारणले गएन। मेरो त्यहाँनिर पिम्पल आएर धेरै दुखिरहेको छ है साथीहरू। अनि माथि आएर म चाहिँ फेरि त्यहाँ काम गर्दै थिएँ। देवर बाबुले चाहिँ साह्रै भोक लाग्यो भाउजू भन्नुभयो र चटपटे बनाउनु भयो। चटपटे खाँदै अनि म चाहिँ चचेको मासु पकाउनुतिर लागेँ। ल साथीहरू, चचेको मासु पकाउँदै अनि चटपटे बनाउनु भयो देवर बाबुले चाहिँ। चटपटे खाँदै चचेको मासु पकाउँदै गरेँ। अनि नानी बाबुहरू चाहिँ नखाने भनेर उनीहरूले चाहिँ दाल भात मात्रै खाएर गयो उनीहरू चाहिँ स्कुल। उनीहरूलाई स्कुल पुरा के अरे ठिक पारिसकेर आएर म चाहिँ फेरि साग केलाउनुतिर लागिसकेँ है साथीहरू। ल साग पनि केलाइसकेँ। मेरो नानी बाबुहरू चाहिँ स्कुल जान चाहिँ उनीहरू रेडी भइसकेको छ है साथीहरू। उनीहरू सरलाई पर्खिरहेको छ। मेरो बाबुहरूलाई चाहिँ नानीहरूले चाहिँ सरले ल्याइदिनुहुन्छ स्कुल जानु ल्याउनु। उनीहरू चाहिँ सरलाई पर्खिरहेको छ है साथीहरू। ल त्यहाँनिर कुदिरहेको छ, मलाई पनि हेर्दै छ यता फर्किँदै नै पुलुक हेर्दै गर्दै। ल अब अर्को मिनी ब्लगमा भेट्ने बाचाको साथ म